हेलो गुड मर्निङ अनि नमस्ते सबैजनालाई। अहिले चाहिँ म अर्कै गाडीमा है घरको गाडी लिएर चाहिँ लोड गर्नु जानु आँटेको। यो गाडी चाहिँ मैले पहिला चलाउँथेँ नि त, अन्त आज चाहिँ म फ्री थिएँ र भाइ थिएन नि त, अन्त लिएर जानु भन्नुहुँदै थियो नि त। अन्त लिएर गएको, गाडी हेरेको मैला रहेछ। अन्त अब अहिले यस्तै हो भनेर चाहिँ है गाडी लिएर निक्लेँ। अन्त अहिले भने चाहिँ म प्लानको ओह्रालो झर्दैछु हो। प्लानको ओह्रालो पनि हाम्रो त यसरी कार्पेटिङ भएको हुन्छ, दामी छ बाटो भन्दै जाँदै थियो। अन्त तल प्लानको माथिल्लोपट्टि पुगेर चाहिँ यसो हेरेको, नजारा मजाको रहेछ नि त। अन्त यसो देखाउनु मन परेर चाहिँ यसो बाहिर देखाएँ नि त। एकदम अहिले बर्खाको टाइममा हरियाली हुन्छ नि त सबै भनेर चाहिँ मजाको भ्यू देख्दै है देखाउँदै तल प्लान पुग्यो। दादा चाहिँ अघि पुग्नु भएको रहेछ। अन्त चाहिँ म चाहिँ गाडी राखेर चाहिँ चलन काट्नु गएँ नि त। अन्त चलन नकाटी लोड हुँदैन भनेर गएको, भित्र विजय साथी र बिमल रहेछ। अन्त लु केटा चलन काट्यो भनेर चलन काटेर आएको दादा गाडी लोड हुँदो रहेछ बल्ल। अन्त मैले चाहिँ गिटी हाल्नु पर्ने, अन्त मेरो पनि ट्रन आएर चाहिँ गिटी लोड गर्दै थिएँ है। गिटी लोड गरिसक्यो, त्यहाँबाट चाहिँ निक्लेको। साथी पनि जाने अरे, अन्त साथी चढ्यो गाडीमा। अन्त पानी दिएको साथीलाई चिसो, साथीले मिन्टो भन्दै खाँदै थियो नि त, रिला गर्दै थियो नि त हो भनेर चाहिँ गफ गर्दै निक्लेको। उकालोमा गाडी आउँदो रहेछ, अन्त साथीले ब्याक गरिदियो। त्यहाँबाट हामी चाहिँ यहाँ 3 जना थियौँ। अन्त चाहिँ ओइ हात लगाइदिएन हौ साथी भनेर चाहिँ साथीलाई चाहिँ हात लगाएँ नि त हो भन्दै मेन रोड आइपुग्यो। अन्त साथीको त मेन रोड यहीँनिर हो छेउमा घर। अन्त साथी चाहिँ झऱ्यो, मेरो पनि दोकान जाने काम थियो, नानीहरूको लागि ब्रस लिनु। अन्त ब्रस लिएर आएँ, त्यहाँबाट चाहिँ सिधै निक्लेँ म चाहिँ। अन्त हाम्रो घर कटेर यतापट्टि मन्दिर छ नि, त्यसो मन्दिरमा डोगिराखेर चाहिँ हिँडेँ। पानी पर्दा यस्तो छिटाउँदै थियो नि त। अन्त चाहिँ आएको यहाँ रालपमा चाहिँ बाटो खत्तम छ नि त, पारेर हडेस हुन्छ। अन्त एक्लै दादा चाहिँ अघि जानुभयो, फेरि गाडीमा एक्लै थियो, साथीहरू पनि छैन भन्दै अल्छी लाग्दै जाँदै थियो। अन्त यहाँ रफ बाटो सकेपछि चाहिँ एकैछिनमा फेलिली भनेर चाहिँ हिँडेँ है। त्यहाँबाट चाहिँ राला फाटक आइपुगेँ। यहाँबाट चाहिँ उकालो जानुपर्छ खामदुङ। अन्त खामदुङ गएको लोड दिएर, खासै चाहिँ एनआइटी उकालो जाँदै थिएँ है। बाटो चाहिँ खत्तम। त्यहाँ यसो हेर्दै गएको, छेउमा फुल त मजाको फुलिरहेको रहेछ। अन्त कहाँनिर भन्दाखेरि यो चाहिँ रालाप स्कुलकै छेउमा रहेछ है। यहाँबाट चाहिँ रालाप स्कुल जान्छ। अन्त हामी चाहिँ यहाँबाट उँभो जानुपर्छ। म चाहिँ नआएको निकै भयो त्यता चाहिँ। बाटो चाहिँ हरेस भन्दा पनि महा हरेस रहेछ नि त यो बाटो चाहिँ। कसरी हिँड्छ जस्तो लाग्यो यो बाटो देख्दा चाहिँ। अन्त यहाँनिर दोकानमा आएर चिसो खानु मन पऱ्यो नि त। मेरो पहिला चाहिँ एकछिन रोकेर जानु पऱ्यो भनेर चाहिँ गाडी रोकेर गएर चिसो ल्याएर चाहिँ खाएँ। 1-2 गुड्की खाएर चाहिँ चिरिङ्गै भएर चाहिँ है गरम भइरहेको थियो नि त। त्यहाँदेखि लाग्नुपर्छ भनेर हिँडेको। बाटो चाहिँ हेर्नु नि यहाँनिर यस्तो रहेछ हो। अन्त यसो क्यामेरा घुमाउँदै बाटो देखाउँदै है, धुलो पनि उडिरहेको थियो। अन्त यसो अगाडिको नजारा, गाउँघरको नजारा देखाउँदै है लागेँ। त्यहाँबाट चाहिँ उकालो बाटो खत्तम भन्दै जाँदै थियो उकालो, एक्लै अल्छी लागेर है। त्यहाँबाट निकै माथि आइपुगेँ, अब त आइपुग्न आँट्यो होला हौ भनेर सोच्दै थिएँ। त्यहाँबाट यसो हेरेको, लुकिङ ग्लास चाहिँ फुटिरहेको रहेछ नि त। त्यहाँ चाहिँ मेरो अनुहार हेर्दै थिएँ, म चाहिँ लुकिङ ग्लास फुटेको देखेर चाहिँ। अन्त यसो क्यामेरा बाहिर घुमाएको, फुटेको भए पनि राम्रै देख्दो रहेछ भन्ने हो नि त। त्यहाँ यसो नजारा हेर्दै पारीको है तिमी तार्कीको नजारा घुमाउँदै गयो उकालो। एक्लै अल्छी लाग्यो नि त, के गर्नु भन्नु भयो नि त। छिटो जानुपर्ने, पानी पर्छ भनेको, बाटोले के छिटो हिँड्नु दिएर त के र उफारेर अझै लोड गाडीमा यस्तो छ, खाली गाडीमा के होला भन्दै है पुग्न आँटेको थियो नि त। लाहौ गाडी रोकिरहेको चाहिँ के भएछ हौ भनेर चाहिँ अगाडि यसो हेरेको त मिसिन काम गर्दै रहेछ। लाहौ अब चाहिँ राख्नै रहेछ, पानी पऱ्यो नि खत्तम हुन्छ भनेर सोचेको। धन्न ठिक्कै मनकै कुरा बुझे जस्तै मिसिन पनि ठक्क साइड गरिदिनु भयो हो। त्यहाँबाट चाहिँ लागेँ। त्यहाँ त अगाडि आएको त हो, मभन्दा अगाडि धुलो कुद्छ। बाटो त हरेस ओहो भन्दै जाँदै थिएँ नि त, कहिले पुग्ने भनेर भन्दै थिएँ। ठक्कै पुगेँ। यहाँबाट चाहिँ ओह्रालो जानुपर्छ भन्नुभयो नि त। यो चाहिँ डुङडुङ एनआइटी अरे नि त। त्यहाँबाट चाहिँ ओह्रालो लागेँ। अब कहाँ झार्छ याद छैन हो। त्यहाँबाट चाहिँ जाँदै थिएँ, यसो हेर्दै यताउता हेर्दै जाँदै थिएँ। तल हेरेको चाहिँ दाजुले चाहिँ पर्खिरहनु भएको रहेछ। त्यहाँबाट चाहिँ यसो कता झार्छौ भनेको, दादाले हातको इसाराले त्यहाँबाट भन्नुहुँदै थियो उता जानु भनेर। त्यहाँबाट चाहिँ यसो गएको त यहीँनिर रहेछ, बाटै त छैन रहेछ यहाँबाट उता भन्ने भयो। त्यहाँबाट बाख्रा नि हिँड्दै थियो नि त। अन्त मेरो पाला निक्लेर लक्स कसले गाडी हालेर एक्लै थिएँ हो। निक्लेर यसो एक नजारा देखाएको, नजारा चाहिँ एकदम मजाको रहेछ यहाँबाट हरियाली भन्दै मेरो पाला गाडीतिर पसेँ। बजेर चाहिँ डालासाला उठाएर बिस्तारै झार्दै थिएँ, एक्लै आफै हेर्दै है, एक्लै थिएँ नि त।
त्यहाँबाट झाडिसक्यो गाडी घुमाएर मेरो निक्लेर डाला लकसक लगाएर चाहिँ अब जानुपर्छ भनेर गाडीमा चढेँ। बाटो चाहिँ भन्दा चाहिँ एकदम हरेस खत्तम हो, यस्तो बाटो चाहिँ हिँड्नु नपरोस् भनेर सोच्दै थिएँ। दादा चाहिँ पर्खिरहनु परेछ अन्त हिँड्नु भनेर चाहिँ अगाडि हिँडाएको, मान पनि ठिक्कै बिचमा पऱ्यो कि धुलो खुवाइ भयो। यसो उकालो गाडी आउँदो रहेछ अन्त यहाँ चाहिँ जाम लाग्यो नि त, अलिक ब्याक गरिदिनु पऱ्यो भनेर चाहिँ मेरो पाला ब्याक गरेर चाहिँ गाडी गयो नि त। त्यहाँबाट निक्ल्यौँ हामी, एउटा फाटकमा निक्ल्यो दाजुभाइ, दादा अगाडि म पछाडि है। त्यहाँ चाहिँ यो ओह्रालो कहिले सक्नु भनेर हरेस त्यहाँबाट लाग्यौँ ओह्रालो यताउता हेर्दै है। उफारे गाडी त्यस्तै बाटो त्यस्तै, यो बाटो चाहिँ कहिले नबनिने रहेछ भनेर त्यहाँबाट साथीले कल गऱ्यो। ठिक्कै अल्छी लागिरहेको थियो, साथीसँग बोल्दै गएँ ओह्रालो है बिस्तारै। बाटै खत्तम थियो र बिस्तारै हिँड्नुपर्छ भनेर फोनमा बोल्दै आएँ नि त। त्यहाँदेखि दादाले चाहिँ दोकानमा रोक्नु भएछ, त्यहाँबाट चाहिँ निक्लेर तल मेन रोड आइपुग्यो। ढुक्क लाग्यो, बल्ल सक्यो यो बाटो चाहिँ हिँड्नु नपरोस् है भनेर सम्झिँदै आउँदै थिएँ के को यो अगाडि चाहिँ त्यस्तै रहेछ बाटो चाहिँ, मेन रोड पनि त्यस्तै रहेछ बाटो हो भन्दै यताउता गर्दै। दादा त अघि पुगिसक्नु भयो होला, यतिखेर म चाहिँ एकछिन बसेको थिएँ नि त, म चाहिँ पछाडि भएँ। यहाँ हेरेको ढलै हुँदो रहेछ काकाहरूको घर चाहिँ, अन्त भन्दै लागेँ गाउँतिर अब चाहिँ आइपुगेँ है भन्ने भयो नि त। त्यहाँबाट चाहिँ यहाँ आइपुगेँ, घर आइपुगेँ है। गरम भइरहेको थियो अन्त कहिले चाहिँ घर आइपुग्छ जस्तो भइरहेको थियो, अब त आइ पनि पुग्यो है। त्यहाँबाट मेरो पाला यो गाडी चाहिँ तल्लोपट्टि राख्नुपर्छ हो, तल्लो रोडमा, अन्त गाडी राखेर सिसा उठाएँ। अब चाहिँ घर जानुपर्छ गाइस भन्दै है। कस्तो के लाग्यो भिडियो चाहिँ हेरेर लाइक सेयर कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् है। आजको ट्रिप चाहिँ यस्तै भयो मेरो पुरानो गाडीमा। ल त गाइस, बाई टेक केयर गाइस, फेरि भेटौँला अर्को भिडियोमा।